गाइस, स्वागत छ हजुरलाई मेरो ब्लगमा। आज हामी फेरि आइसकेको छौँ अनि आज चाहिँ हामी गर्दैछौँ च्यालेन्ज करेन्ट चाउचाउ र अन्डाको। आज चाहिँ आमा छोरी करेन्ट चाउचाउ धेरै पछि खाना खान लागिरहेको छौँ। यहाँहरू सम्पूर्णलाई नमस्ते। आज चाहिँ छोरी चाहिँ हातले खाने अरे, म चाहिँ काँटाले खाने। कसले जित्छ यहाँहरूले हेरेर साथ दिनु होला। अनि नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला साथीहरू सम्पूर्णले। खाइसकेको? स्टार्ट खाएँ हजुरहरू। हातले खाने खाऊ। हामीले चाहिँ धेरै पिरो चाहिँ राखेर खाएको छैनौँ साथीहरू, किनभने नानीले पनि धेरै पिरो खान सक्दैन नि त। म पनि धेरै पिरो खाँदिनँ, त्यही भएर ठिक्क आफूलाई पस्ने मात्रै खाएको छौँ। अब किन धेरै अब पिरो खानु होइन, सहने खानुपर्छ। सबैजनाले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ, शरीरको पनि ख्याल गर्नुपर्छ। त्यही भएर हामी चाहिँ ओ माई गड, आज छोरी विनर हुने हो कि आमा है? पनिसमेन्ट चाहिँ हामी लास्टमा बनेछौँ। पिरो भएको छैन नि? चिसो मौसममा तातो तातो टुपियम करेन्ट चाउचाउ। यस्तो रकै अर्किन्छ। ठुलो ठुलो घाँस खायो भने त अड्किन्छ नि त छोरी। बिस्तारै खाऊ न। छैन मैले खाएको। पिरो भएको छैन छोरी? बिस्तारै खाऊ। मलाई चाहिँ पिरो भइसक्यो साथीहरू, छोरीलाई चाहिँ पिरो भएको छैन अरे। बिस्तारै खाऊ है। अलिक पानी खान्छु ल, पानी ल्याउन बिर्सेछ नि त, त्यही भएर। मलाई पनि ल। यहाँ अन्डा हेरेको अनि कहाँ हुन्छ त? म पानी खान गएको लाँदै उसले थप्न त थपेन उसले। अन्डा चाहिँ नभएको गने छोरीको फेरि
कस्तो देख्छ त कस्तो देखाउ अन्डा एटा नि नानी अन्डाको भित्री भाग होइन खाऊ है पाएको छ पाएको छ हौ अरे पुरै भित्रको भाग नै खतम बिस्तारै खाऊ है मेरो अन्डा खानै बाँकी छ होइन नि अन्डा त झन् गाह्रो हुन्छ त्यसरी खाऊ न गोलो त खाने हो नि माउले जित्नुहुन्छ भने हो अलि खाने सेतो खाने मलाई अन्डाको पहिलो भाग निल्नु सबैभन्दा पानी खाएर पनि खानु पर्छ नि त झन्डै झन्डै सँगसँगै भयो आमा छोरी साथीहरू अब त छोरीले पनि च्यालेन्ज खेल्ने भएर आमा छोरीले आज चाहिँ हामीले करेन्ट चाउचाउ खाइसक्यो साथीहरू यहाँहरू सम्पूर्णले आमा छोरीलाई माया गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आज आमा छोरी आजको ब्लगबाट बाई बाई